साथीहरु क्लब फुटबल इज ब्याक। तर त्यो भन्दा अगाडि मलाई तपाईहरुको सपोर्ट चाहिएको छ। हिजो मेरो लाइभ ब्यान भएको थियो 3 दिनको लागि, त्यसको कारणले भिडियोमा कुनै असर नपरोस् भनेर यो भिडियो चाहिँ तपाईहरुले शेयर गरिदिनु र भिडियोलाई फेभरेटमा एड गरिदिनु है। आजको भिडियोमा चाहिँ हामी यो हप्ता हुने केही इम्पोर्टेन्ट म्याचेसहरुको समीक्षा गर्ने छौं। स्टार्टिङ फ्रम बार्सिलोना। बार्सिलोनाले चाहिँ यो हप्ता जिरोना फेस गर्दै छ। दुईटै टिम क्याटालोनियाको टिम हो र यो म्याचलाई क्याटालोनियन डर्बी पनि भन्छ। बार्साले आफ्नो होम ग्राउन्डमा 18 तारिक राति 8 बजे नेपाली समय अनुसार फेस गर्दै हो र जिरोना एकदमै खराब फर्ममा भए पनि बार्सिलोनाकोले लास्ट म्याच हारे तापनि यदि एउटै ठाउँको दुईटा टिम फेस गर्दैछ भने डर्बी राइभल अथवा सिटी राइभलको म्याच हुँदैछ भने टिम पोजिसन अनि फर्मले केही म्याटर नै गर्दैन के धेरै जसो गेमहरुमा। म्यान्चेस्टर डर्बीमा एकदमै स्लम्पमा भएको म्यान्चेस्टर युनाइटेडले सिटीलाई हराइदिएको पनि हामीले देखेको छौं। इभर्टनले सरप्राइजिङली लिभरपुललाई हराइदिएको पनि देखेका छौं। त्यस्तै म्याच हो जिरोनासित। सिमिलर सिचुएसन रियल माड्रिडले फेस गर्दैछ। गेटाफेसित रियल माड्रिडको म्याच छ गेटाफेको स्टेडियममा त्यही माथि। यो चाहिँ ला लिगाको सबैभन्दा डिफिकल्ट म्याच मानिन्छ के। गेटाफे सबैभन्दा हराम बल खेल्ने टिम हो वर्ल्ड फुटबलकै। त्यही माथि गेटाफे एउटा माड्रिड बेस्ट टिम पनि हो। रियल माड्रिडको ताज हो भने गेटाफे अर्को एउटा माड्रिड बेस्ट टिम हो। त्यही भएर आन्तरिक राइभलरी धेरै नै हुन्छ। यो म्याच पनि एकदमै फायरी हुने जस्तो लाग्छ। माड्रिडलाई यो म्याच सजिलो हुनेवाला छैन। तैपनि मलाई माड्रिड र बार्सिलोनाले आफ्नो रेस्पेक्टिभ म्याचेसहरु जित्छन् जस्तो लाग्छ है। अनि अर्को इम्पोर्टेन्ट म्याच चाहिँ म्यान्चेस्टर युनाइटेड भर्सेस लिभरपुलको हुँदैछ प्रिमियर लिगमा। यो म्याचको बारेमा म एउटा कडा भिडियो लिएर आउने छु। सायद भोलि वा पर्सि त्यो भिडियोमा रिलिज गर्छु। त्यही भएर त्यो भिडियोको प्रतीक्षा गर्नु होला। र अर्को म्याच छ डर क्लासिकल। बायर्न म्युनिक एकदमै हाइप भइरहेको छ के। जुन किसिमको फर्ममा छ बायर्न म्युनिक, जति गोल स्कोर गरिसक्यो बायर्न म्युनिकले, एउटा रियल च्यालेन्ज हुन सक्छ भिन्सेन्ट कम्पनीको टिमको लागि बोरुसिया डर्टमन्ड। तर बायर्नको होम ग्राउन्ड छ। मलाई लाग्छ बायर्नले यो म्याच पनि इजिली हराइदिन्छ डर्टमन्डलाई। बायर्नको रियल च्यालेन्ज चाहिँ मलाई पीएसजी हो जस्तो लाग्छ च्याम्पियन्स लिगमा। तपाईहरु यो डर क्लासिकलको प्रेडिक्सन चाहिँ कमेन्टमा ड्रप गर्नु होला है।